एकदम अप्रत्याशित रूपमा यो नसोचेको घटना जसरी सत्ता परिवर्तन भयो, सत्ता ढल्यो, यो कल्पना गरिएको विषय त थिएन है। यो त हेर्नुहोस्, हामीले मात्र होइन, यो अब प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कल्पना गरेका थिएन, स्वयं जेनजीहरूले पनि कल्पना गरेका थिएन। झोला बोकेर आइरहेका विद्यार्थीहरू गोली लागेर ड्याङ ड्याङ ढलिरहेको अवस्था थियो। प्रजातान्त्रिक सरकारले यस्तो नृशंस चाहिँ विद्यार्थीमाथि प्रहार गर्छ भने त्यो हामीले पनि कल्पना गरेका थिएन। कहीँ कतै यो बजारले, लगानीकर्ताले बजार मैत्री अर्थमन्त्री पाउँदा चाहिँ अब यो बजार, यहाँको बजार चाहिँ यहाँ पुग्नुपर्छ भन्ने चाहिँ त्यो अब चाहिँ आकलन गर्न त्यति धेरै हिचकिचाउनु पर्दैन होला। होइन, बजारले त अब निश्चित रूपमा एउटा आफ्नो उयो र गति चाहिँ समात्नु पर्छ भन्ने हामीले अलि अगाडिदेखि नै भन्यौँ होइन। तथापि एउटा के भने नन फन्डामेन्टल कम्पनीहरूको चाहिँ जसरी वृद्धि भएको थियो प्राइस, अब त्यो कारण एउटा फन्डामेन्टल कम्पनी चल्दैन भनेर मान्छेहरू त्यहाँ लगानी गर्न खोजेनन्, एउटा त्यो देखियो। यो सरकारले चाहिँ चुनाव समयमै गराउन सक्छ? यही संविधान र यही चाहिँ पद्धति अनुसार चुनाव गराउँदा जेनजी पक्षले माने भने त त्यो दलहरू चुनावमा जानुको विकल्प छैन। कञ्चन सर, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, धन्यवाद, नमस्कार। यो जेनजी आन्दोलनकै कुरा गरौँ, एकदम अप्रत्याशित रूपमा यो नसोचेको घटना जसरी सत्ता परिवर्तन भयो, सत्ता ढल्यो, यो कल्पना गरिएको विषय त थिएन है। यो त हेर्नुहोस्, हामीले मात्र होइन, यो अब प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कल्पना गरेका थिएन, स्वयं जेनजीहरूले पनि कल्पना गरेका थिएन। हजुर, किनभने उनीहरूको एउटा भ्रष्टाचारको विरोधमा र सामाजिक सञ्जालको विरोधमा प्रदर्शन थियो। अब सत्तै उलटपुलट हुन्छ भन्ने त यो अनुमानित विषय पनि थिएन र यसरी हुँदा पनि हुँदैन थियो। अझ त्यसैमाथि त त्यो भदौ 23 र 24 गतिको आन्दोलनमा त विद्यार्थीहरू कलेज ड्रेसमा, स्कुल ड्रेसमै पनि आन्दोलन गर्न आइरहेको अवस्था थियो। इतिहासमै अब यसरी परिवर्तन हुन्छ, राज्य सत्ता पल्टिन्छ भन्ने त कल्पना पनि छैन। तर यो पल्टिनुमा चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीहरूको हात छ, किनभने उहाँहरूले अघिल्लो दिन 23 गते घटनालाई यसरी चाहिँ हिंसात्मक नबनाएको भए सायदै मलाई लाग्छ अहिले पनि त्यो 24 गते त्यसरी मान्छे उठ्दैन थिए। त्यहाँ जेनजी पुस्ताका जेनजीहरूको प्रतिनिधि भन्दा पनि आम मान्छे नै उठे, किनभने अघिल्लो दिनको त्यो स्कुले अवोध बालबालिकामाथि जसरी गोली प्रहार भयो होइन, टाउकोबाट वाल वाल त्यो रगत आउने गरी त्यो दृश्यहरू जसरी सम्प्रेषित भए, यसमा चाहिँ एउटा हेर्नुहोस्, सामाजिक सञ्जालका त्यो अब युट्युब लगायत यी सामाजिक सञ्जालले पनि भूमिका खेलेको छ, किनभने त्यसले जनतामाझ ल्याइदियो, सूचना सम्प्रेषित गरिदियो, त्यसले गर्दा मान्छेहरू उद्वेलित भए, आन्दोलित भए क्या। अनि जुन एउटा भडास मान्छेको सरकारप्रति, भ्रष्टाचारप्रतिको त्यो थियो होइन, त्यो चाहिँ काँड पोखिने भन्ने एउटा ठाउँ खोजिरहेका थियो। यो चाहिँ अब उनीहरूको, मलाई सम्भवतः लाग्छ यिनीहरूको यो एउटा कुकृत्य र पाप जुन गरिरहेका थिए त्यसको घैँटो चाहिँ फुट्ने अवस्था, त्यो चरम उत्कर्षमा पुगेको थियो। यो पुराना भनिएका दलका नेता, पुराना दलका नेताहरू, अब एउटा त के देखियो, त्यो दिनको घटनाक्रम पनि एकदम त्यो साह्रै निरङ्कुशताको पनि एकदम हद भएको थियो क्या। जस्तो हेर्नुहोस् त, झोला बोकेर आइरहेका विद्यार्थीहरू गोली लागेर ड्याङ ड्याङ ढलिरहेको अवस्था थियो। हो त, तपाईँले भने जस्तो प्रजातान्त्रिक सरकारले यस्तो नृशंस चाहिँ विद्यार्थीमाथि प्रहार गर्छ भने त्यो हामीले पनि कल्पना गरेका थिएनौँ। किनभने स्कुलले 24 गतिको आन्दोलनको जुन देखियो नि, त्यो त 23 गतिकै रिफ्लेक्ट त हो नि। हो, त्यसैको चाहिँ मान्छे आक्रोशित भएका थिए नि, त्यो स्वरूप देशभरिबाट मान्छे उठ्थे। फेरि त्यसमा एउटा सपोर्ट केले गरिदियो भने त्यही सामाजिक सञ्जाल चाहिँ फेरि त्यही दिन अघिल्लो दिन खोलिदिएपछि त्यहाँ आम मान्छेमा त्यो सूचनाहरू पुग्यो र भोलिपल्ट अब निषेधाज्ञा त्यो कर्फ्यूको आदेश जारी हुँदा पनि मान्छे टोल टोलबाट घर घरबाट निक्लिने परिस्थिति भयो। 23 गते त जो जेनजी एकदम जेनजी नै थिए होला आन्दोलनमा, लगभग त्यही देखिन्थ्यो पनि, सामाजिक सञ्जालमा आउने फोटो भिडियोहरू पनि त्यही देखाउँथ्यो। तर 24 गतेको आन्दोलनमा चाहिँ जेनजी मात्रै थिएनन् क्या, त्यहाँ जेनजीका बा आमा पनि थिए, मामा माइजूहरू पनि थिए, आम मान्छे नै सहभागी भयो। र अब त्यसमा हेर्नुहोस्, जनता चाहिँ सबै एउटै वर्गका हुँदैन होइन। अब त्यहाँ कोही चाहिँ अब सरकारको विरोध भयो, कोही रमाइलोले पनि गए होइन, अनि कोही रिस आवेग पोख्न गए होइन। अनि त्यहाँ अहिले तपाईँले भने जस्तो हेर्नुहोस्, थिए त नेपाली जनता थिए, त्यहाँ कुनै घुसपैठीलाई समाते पनि छैन, घुसपैठी देखिँदैन। तथापि अब राजनीतिक उद्देश्य परिपूर्ति गर्न त अब कुनै दलहरूले अरूले सपोर्ट गरे होलान् होइन, त्यसका मान्छे गए होलान्। अनि विशेष गरी चाहिँ
प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय यस्तो अलोकप्रिय हुनुभएको थियो। एउटा माओवादीले मुभमेन्ट चलाइराखेको थियो उहाँको खिलाफ, एउटा रासोपाको रवि लामिछाने जेल परेपछि त्यहाँबाट चलाएको थियो, अर्को बालेन शाहसँग त्यो महानगरपालिका र सङ्घीय सरकारको टसल परिरहेको थियो। यी तिनवटा मुभमेन्टमा चाहिँ के थियो भने दुईवटामा प्रत्यक्ष युवा थिए। अब एक थरी चाहिँ अब लडाकु भएको पार्टी पनि थियो होइन। अनि विशेष गरी पछिल्लो समय एमाले र काङ्ग्रेसकै पनि इमान्दार कार्यकर्ताहरू पनि रुष्ट थिए, तिनै पनि सडकमा ओर्ले। त्यस कारण यो परिणाम आएको, किनभने यस्तो परिणाम चाहिँ बिरलै आउँछ। अब यो विश्वकै इतिहासमा नि 1-2 दिनमै सत्ता पल्ट्या, राज्य सत्ता परिवर्तन भएको होइन, इतिहासै हो। र अब यस्तो बिरलै हुन्छ, यसरी हुँदैन। र तपाईँले अघि नै भने जस्तो प्रजातान्त्रिक सरकारले यहाँसम्मको चाहिँ एउटा मानवाधिकारको उल्लङ्घन गरेर यस्ता घटनाहरू चाहिँ घटाउँछ भन्ने चाहिँ एउटा सभ्य समाज र हामी जस्ता वर्गले त्यो पत्ताउन सक्ने कुरै थिएन। अब त्यो दिनको घटनाका विषयमा त सामाजिक सञ्जालमा तपाईँ हामी जसरी यसरी विभिन्न समयमा पनि विभिन्न तह तब्काहरूले पनि त्यो खालको विश्लेषण, त्यो खालको बहस एउटा अहिले छेडिएको अवस्था पनि छ। यो बिचमा चाहिँ सेयर बजारकै कुरा गरौँ। तपाईँ आफै पनि सेयर बजारमा लामो समयदेखि चाहिँ लगानी गरिरहनु भएको छ। यही आन्दोलनकै इफेक्टका रूपमा चाहिँ बजारले नेगेटिभ सर्किट हानेर कारोबार नै स्थगन गर्नुपर्ने परिस्थिति पनि बन्यो। एक त राजनीतिक परिस्थितिमा पनि अप्रत्याशित घटना घट्यो, यता सेयर बजारमा पनि त्यो लगानीकर्ताले सोच्नै नसक्ने अकल्पनीय त्यो परिस्थिति सिर्जना भयो। यसलाई चाहिँ कसरी रिलेट गर्नुहुन्छ तपाईँले? अब त्यो दिनको गिरावट चाहिँ मैले स्वाभाविक देख्छु, किनभने यत्रो हत्या, हिंसा, आगजनी, तोडफोड भएपछि देशको एउटा परिस्थिति नै शून्यताको भ्याकुम थियो र के हुन्छ भन्ने थियो होइन। अब त्यो अवस्थामा के छ भन्दा लगानीकर्ताको मनोबल खस्किनु त्यो स्वाभाविक हो। तर भोलिपल्ट जसरी सम्हाल्यो, सेन्चुरी हाने बजारले, त्यो भने चाहिँ के भने अब बजारका लगानीकर्ता चाहिँ एउटा सुनिश्चित भएर अब बजार बुलिस ट्रेनमा तत्कालै नसमाते पनि बजार स्थिर हुन्छ र स्टेबल बस्छ भन्ने एउटा त्यो दृश्य जसरी देख्यो। त्यसले गर्दा हेर्नुहोस्, अब आर्थिक रूपमा पनि ठुलो जनधनको चाहिँ जनको त क्षति भयो, त्यो अपूरणीय नै हो, त्यो कहिले पूर्ति नै हुँदैन। त्यो इतिहासमा केपी शर्मा ओली र गृहमन्त्रीको नाममा कलङ्क भयो र आम जनताको चाहिँ एउटा बलिदान र शहादत जसरी भयो, त्यसले चाहिँ एउटा नयाँ आर्थिक दिशा तय गर्यो देशले होइन। राजनीतिक दिशा एउटा तय गर्यो भने त यो एउटा अब चाहिँ ध्वंसपछिको परिवर्तन ऐतिहासिक पनि हुन्छ र त्यही होस् भन्ने कामना र अभियानमा हामी पनि छौँ। तथापि अब सेयर बजारको लागि चाहिँ के छ भन्दा त्यो अनपेक्षित थिएन। अघिल्लो 2-3 दिन त्यत्रा गतिविधि भएर त्यो सेयर बजार पनि बन्द भएर बसेपछि एक दिन त्यसको चाहिँ प्रतिबिम्ब देखाउनु त्यो स्वाभाविक थियो। तर नेगेटिभ सर्किट हान्छ भन्ने चाहिँ थिएन होला? थियो होइन, मान्छेले यस्तो भन्थ्यो अब कतिले यो परिवर्तन पछिको अर्को सरकार बन्यो, अब स्थायित्व हुन्छ र हान्दैन भन्ने थियो होला। तर मलाई चाहिँ त्यो अघिल्ला दिनका दृश्यहरूले गर्दा होइन, किनभने मान्छे हो, त्यसमा मनोवैज्ञानिक प्रभाव त पर्छ। अब भोलि के हुने हो, अब बजारै के हुने हो भन्ने हिसाबमा धेरै लगानीकर्ता गए। तर भोलिपल्ट सम्हालेपछि अब त्यो स्थिति बिल्कुल अब एउटा सम्हाल्य अवस्था हो होइन। तर के हो भन्नु परेन। अब स्थिरतातर्फ बजार जानु भने नै अहिलेको अवस्थामा सुखद हो। अब बिस्तारै आर्थिक परिदृश्यहरू होइन, अर्थमन्त्री, अब राष्ट्र ब्याङ्क लगायत विभिन्न निकायहरूले केही सुधार गर्ने सङ्केतहरू देखायो भने लगानीकर्ताको मनोबल नि उच्च हुन्छ र अर्को भ्रष्टाचार र सुशासनको मामिलामा चाहिँ यो सरकार चाहिँ अब्बल सरकार हो जस्तो मलाई लाग्छ। कहीँ कतै त अहिलेका जो अर्थमन्त्री हुनुहुन्छ, जो सेयर बजारलाई एकदम राम्रोसँग बुझेको अर्थमन्त्री सेयर बजारले पाएको छ, तपाईँ हामी लगानीकर्ताले पाएका छौँ, रामेश्वर खनाल, उहाँले पछिल्लो समय बजारमा नेगेटिभ सर्किट लागेपछि हेर्नु त कार्यदल नै गठन गर्नुभयो के भएको हो भनेर अध्ययन गर्नका लागि। त्यो पनि एउटा लगानीकर्ताको मनोबल बढाउने एकदम पहिलो ट्रिगर पोइन्ट थियो। त्यसपछि यो जुन 15 मिनटको नियम थियो यो हटाउनुपर्छ भन्ने लगानीकर्ताको एकदम धेरै माग, त्यो पनि सम्बोधन भयो। अझ पछिल्लो समय अब यो क्याप हटाउने कुरा छ, 25 करोडको क्याप हटाउन पनि अब यो कार्यदलले चाहिँ सुझाव दिएपछि त्यसको सिफारिसका आधारमा हटाइने भन्ने कुरा पनि छ। यसले त कहीँ कतै यो बजारले, लगानीकर्ताले बजार मैत्री अर्थमन्त्री पाउँदा चाहिँ अब यो बजार, यहाँको बजार चाहिँ यहाँ पुग्नुपर्छ भन्ने चाहिँ त्यो अब चाहिँ आकलन गर्न त्यति धेरै हिचकिचाउनु पर्दैन होला? होइन, बजारले त अब निश्चित रूपमा एउटा आफ्नो वे र गति चाहिँ
समात्नु पर्छ भन्ने हामीले अलि अगाडिदेखि नै भन्यौँ होइन। तथापि अब लगानीकर्ताको मनोबल पनि अलिकति त्यो बढ्न यो बिचमा चाहिँ लगानीकर्ताको मनोबल एकदम धेरै गिर्यो। त्यो गिर्नुपर्ने खासै त्यस्तो कारणहरू चाहिँ अहिले पनि देखिन्न हेर्दा, किनभने ब्याङ्क ब्याज दर घट्दो छ, सबै चिज राम्रो थियो नि, अर्थतन्त्रका सूचकहरू पनि केही बिग्रिया सुधारिँदै थिए होइन। अनि अर्थमन्त्री पनि तत्कालीन विष्णु पौडेल पनि बजार मैत्री भन्ने एउटा भावना छवि बुल मन्त्री भन्थ्यो उहाँलाई त त्यो थियो। तथापि एउटा के भने नन फन्डामेन्टल कम्पनीहरूको चाहिँ जसरी वृद्धि भएको थियो प्राइस, अब त्यो कारण एउटा फन्डामेन्टल कम्पनी चल्दैन भनेर मान्छेहरू त्यहाँ लगानी गर्न खोजेनन्, एउटा त्यो देखियो। अर्को चाहिँ के देखियो भन्दा पछिल्लो समय जसरी अर्थतन्त्रका कतिपय क्षेत्रहरू चलायमान नभएको अवस्थामा त्यो पुँजी चाहिँ सेयर बजारतिर आउँछ र यो क्षेत्र चलायमान हुन्छ भने त्यो एउटा मात्रै चाहिँ नदेखिने रहेछ, सबै सूचकहरू चलेर जानुपर्ने रहेछ भन्ने देखियो। तथापि अहिले चाहिँ तपाईँले भने जस्तो अब परिदृश्य एउटा राजनीतिक रूपमा पनि अलिकति फरक परिदृश्य हामीले देखिसकेका छौँ होइन। आर्थिक रूपमा नि बिस्तारै अब अर्थमन्त्रीको निर्णयहरू जसरी अहिले तपाईँले भने जस्तो 25 करोडका क्याप होइन, अब अन्तिम 25-15 मिनटको त्यो औसत गणनालाई पनि होइन त्यो जुन एफसिएलले लगाएको थियो त्यसलाई पनि हटिसक्यो। यावत कुराले गर्दा लगानीकर्ताको मनोबल चाहिँ उच्च बनाउनेतर्फ अर्थमन्त्री राष्ट्र ब्याङ्कका गभर्नरहरू पोजिटिभ भएको भएर यो पोजिटिभ वेमा जान्छ भन्ने चाहिँ देखिन्छ। तथापि अब यसलाई देशको समग्र आर्थिक परिसूचकले पनि निर्गुल गर्छ। अब यो एउटा सेयर बजारले मात्रै देशको अर्थतन्त्रमा कायापलट फरक हुने होइन, यो एउटा अव्यय हो तर सम्पूर्ण त यही होइन। त्यसकारण यसलाई सुधार गरेर अगाडि जानु नै सरकारको पनि हितमा छ, किनभने लगानीकर्तालाई बिच्किन दिनु भने भोलि ठुला परियोजनाहरू नबन्ने अवस्था आउँछ होइन। अहिले त जस्तो यो सरकारमा जाने वा मन्त्री जो बन्नुहुन्छ उहाँहरूलाई चाहिँ एउटा के परिसकेको छ भने सेयर बजार बढेन भने चाहिँ यो सरकार असफलको ट्याग लाग्छ भन्ने चाहिँ परिसकेको छ कि कहीँ कतै मन्त्रीहरूलाई, मलाई चाहिँ त्यस्तो लाग्छ होइन। तपाईँले भने जस्तो अहिले पछिल्लो समय जसरी अस्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नि भन्नुभयो नि हाम्रो पालामा सेयर बजार चाहिँ होइन त्यो तपाईँको 2000 भएको 2500-2600 पुगिसक्यो भनेर उहाँले एउटा जस लिनु खोज्नुभयो। र विशेष गरी योभन्दा अगाडिका वर्षमान पुन होइन अर्थमन्त्री हुँदा उहाँलाई पनि बजार मैत्री नभएको आरोप लाग्यो होइन। अनि महाप्रसाद अधिकारी गभर्नरलाई पनि चाहिँ सबैले त्यो हिसाबमा लिए नि, त्यसले गर्दा एमालेसम्मलाई नोक्सान पर्यो भन्ने हिसाबमा राजनीतिक नेतृत्वले चाहिँ अब यो बजारलाई चलाउन सकिँदैन, यसलाई चलाएर गयो भने अब हामी अहिले चाहिँ 70 लाख लगानीकर्ता भन्छौँ होइन, यत्र लगानीकर्ताको प्रभाव चाहिँ राजनीतिमा नै आउँछ भन्ने एउटा देखियो। अर्को चाहिँ समग्र देशको आर्थिक परिसूचक हेर्दा चाहिँ हेर्नुहोस् यहाँ चाहिँ विशेष गरी ठुला औद्योगिक कल कारखाना होइन ठुला चाहिँ परियोजनाहरू बन्न सकिरहेका छैनन् र जसरी एउटा ब्याङ्क वित्तीय संस्था र तपाईँको अब सेयर बजार घर जग्गाले नै एउटा अर्थतन्त्र मुभमेन्ट चलायमान गराएको थियो। अब घर जग्गामा अलिकति कडाउ नीति आएपछि त्यो चल्न सकिरहेका छैन। त्यसकारण अब सेयर बजार चलायमान गराएर अर्थतन्त्रलाई चाहिँ एउटा बौराएर अगाडि लानु बाहेक चाहिँ सरकारसँग पनि म चाहिँ विकल्प देख्दिनँ, किनभने धेरै मान्छेको यहाँ इन्भल्भमेन्ट छ र धेरै मान्छे सहभागी भएको क्षेत्रलाई चलाउँदा चाहिँ त्यो सिद्धान्तले मात्रै हुँदैन, व्यवहारिक रूपमा नि उसलाई अप्ठ्यारो पर्छ। र अर्को कुरा हेर्नुहोस् अब कतिको त चाहिँ रोजीरोटी नै चलिरहेको छ होइन, कति ठुला औद्योगिक घरानाहरू पनि यसका कम्पनीहरू लिएर बसेका छन्, जस्तो नबिल ब्याङ्कहरू विनोद चौधरी लिएका छन्, खेतानहरूले एउटा चलाएका छन्। र अब समग्र चाहिँ अर्थमन्त्री अब गभर्नरहरूले चाहिँ अहिले सेयर बजारको अहित गर्ने काम गर्यो भने अब भयङ्कर एउटा अपजस पाइन्छ, गाली खाइन्छ र अर्थतन्त्र पनि सही ट्र्याकमा लान सकिन्छ। गाली त एक ठाउँमा छँदैछ कि मेरो कार्यकाल नै असफल हुन्छ कि भन्ने पनि त्यो डर छ क्या अहिले। तपाईँले यस्तो अर्थतन्त्रै सही ट्र्याकमा जाँदैन भन्ने अथवा लान सकिन्न भने उहाँहरूलाई नि परेको छ। जस्तो आजभोलि चाहिँ कस्तो हुन्छ भने मैले देखेको जस्तो कहीँ कतै राजनीतिक कार्यक्रमहरू हुँदा पनि वा राजनीतिक घोषणापत्रहरूमा पनि सेयर बजार चाहिँ त्यहाँ कहीँ पनि छोड्दैन क्या। जस्तो दुईजना नेता बसेर गफ गर्न थाल्यो भने पनि त्यहाँ सेयर बजारको कुरा निस्किन्छ, के गर्ने कसो गर्ने भन्ने त्यतिसम्म नभए पनि ल आइपिओ पऱ्यो कि परेन भन्ने पनि कुरा गर्नुहुन्छ क्या। त्यसले गर्दा चाहिँ अहिलेको सरकार चाहिँ बजार मैत्री छ होइन, यो बजार मैत्री छ र यसले चाहिँ अब अहिलेका अर्थमन्त्री चाहिँ
वास्तवमा उहाँको चाहिँ एउटा परिवार पनि यो चाहिँ सेयर बजारसँग जोडिया थियो होइन। अब दुर्भाग्यवश उहाँ अहिले हुनुहुन्न, तर उहाँको परिवार पनि जोडिया भएर उहाँले धेरै कुरा बुझ्नु भएको छ र यसका धेरै बजारका लगानीकर्ता साथीसँग अहिले अर्थमन्त्री र गभर्नरज्यूको पनि एट्याचमेन्ट छ, राम्रो ट्युनिङ छ नि, राम्रो ट्युनिङ छ। त्यस कारण उहाँहरूले अब समग्र लगानीकर्ताको ऐद गर्ने निर्णय गरेर जान सक्ने र जानुहुन्छ भन्ने मलाई पनि लाग्दैन। त्यस कारण अब बजार चाहिँ एउटा आफ्नो गन्तव्य चाहिँ पहिलाउँदै यो बुलिस ट्रेन्डमै जान्छ। अब केही समय त लिएला, किनभने यो असहज परिस्थिति राजनीतिक अस्थिरताले पनि यो रुमल्यो होइन। नत्र त यसले हेर्नुहोस् एउटा ट्र्याक लिइसक्नु पर्थ्यो, एउटा चक्रीय प्रणाली होइन। यसको हामी जुन सेयर बजारको साइकल भन्छौँ बुलिस र बियरिस, त्यो पनि प्रत्येक 4 वर्ष 5 वर्ष बिचमा यो परिवर्तन हुनु पर्थ्यो। त्यो हिसाबले त बजार त अहिले धेरै माथि हुनु पर्थ्यो। तथापि अब त्यो सोचे जस्तो हुन सकेका छैन। अब केही सुधार होला भन्ने प्रारम्भिक त्यो सुधारका सङ्केतका किरणहरू चाहिँ बाछिटाहरू परिसके, मुसलधारे पानी पर्न बाँकी छ, किरणहरू देखिया छन्। अब यो उज्यालो घाम भनेर एक दिन त आउनु नै छ, किनभने अब बजार नचल्नु होइन, बजार यत्तिकै सधैँ रहन्छ भन्ने होइन। अब यहाँ फेरि भोलि के छ भने भ्रष्टाचार सुशासनमा सरकार अगाडि बढ्न सक्यो, अब निर्वाचन टाइममा हुन सक्यो, यी भने पनि धेरै आर्थिक सूचकहरू सुधार हुन्छन् र एउटा स्थिरतातर्फ गयो भने फेरि भोलि होइन बाहिरका लगानीहरू पनि आउने वातावरण त्यो सिर्जना हुनसक्छ। त्यो कुनै पनि सम्भावनाबाट बाहिर त देश रहँदैन। जस्तो तपाईँले प्रसङ्ग जोडिहाल्नुभयो निर्वाचनको, यो अहिले अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार छ। यो सरकारमा पनि अहिले सम्भवतः जनताले चाहेको, जनताले खोजेको, जनताले मन पराउने व्यक्तिहरू त्यहाँ मन्त्री परिषदमा अहिले नियुक्तिहरू पनि भइरहेछ। त्यो विषयले एक खालको मनोबल त बढाउँछ नै। यो बिचमा चाहिँ तपाईँ आफै पनि कानुनको अध्येता, कानुनसँग एकदम जोडिएको, नजिकसँग जोडिएको व्यक्ति भएका हिसाबले पनि यो सरकारले चाहिँ चुनाव समयमै गराउन सक्छ जस्तो लाग्छ कि के लाग्छ तपाईँलाई? अब हेर्नुहोस्, यही संविधान र यही चाहिँ पद्धति अनुसार चुनाव गराउँदा जेएनजी पक्षले माने भने त त्यो दलहरू चुनावमा जानुको विकल्प छैन। तथापि अब जेएनजी पुस्ताका माग सम्बोधन गर्नको लागि केही संविधानका धाराहरू चाहिँ बाधक बनेर निस्किने अवस्था छ र राष्ट्रपतिले कतिपय अध्यादेश ल्याउँदा पनि त्यसलाई प्रमाणीकरण गरेर लागू गर्नुपर्ने अवस्था छ। त्यहाँ राष्ट्रपति पनि कुनै अवस्थामा बाधक हुने एउटा सिम्टमहरू आइराखेको छ होइन। त्यो भयो भने चाहिँ तपाईँको समयमा चुनाव नभएर केही समय थपिन पनि सक्छ होइन, अर्को स्थिति सिर्जना हुन पनि सक्छ। तत्कालै यो टुङ्गी त सकेका छैन, किनभने अस्थिरै छ अहिलेसम्म। तर चुनाव हुने वातावरण बनाएर दलहरूले सहयोग गर्नु चाहिँ व्यवस्था, संविधान र सबैको हितमा छ। तर त्यसमा के छ भन्दा प्रत्यक्ष कार्यकारीदेखि धेरै व्यवस्थाहरू चाहिँ अथवा अहिले पनि भ्रष्टाचारका र सुशासनका कुरामा चाहिँ सरकार राष्ट्रपतिको समन्वयमा होइन, जनताको जेएनजी पुस्ताको जुन आन्दोलन, शहादत प्राप्त आन्दोलनको बलमा बनेको छ, त्यो म्यान्डेटमा अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मैले उहाँहरूलाई सुझाव पनि त्यो दिन चाहन्छु। र त्यसरी अगाडि गयो भने एउटा देशले सही गन्तव्य लिन्छ र बेलैमा चुनाव हुने अवस्था बन्न सक्छ। एउटा शङ्काको सुविधा प्रयोग गरौँ है सर। जस्तो यो चुनाव समयमै होस् भन्ने तपाईँको पनि कामना छ, मेरो पनि कामना छ, तपाईँको र मेरो मात्र नभएर सारा नेपालीको कामना यही छ, चुनाव चाहिँ तोकिएकै मितिमा सम्पन्न होस्, सरकारले गर्न सकोस्। कथम कदाचित यो बिचमा चाहिँ संसद रिकल हुने सम्भावना यदि रह्यो भने के हुन्छ? अब हेर्नुहोस्, यो आन्दोलनको जुन जनादेशमा गठन भएको सरकार छ, यहाँ राष्ट्रपति, किनभने त्यहाँ कहीँ कतै त्यो चिजहरू पनि देखिन्छन्, लुपहोल पनि छन्, जसले चाहिँ सर्वोच्चले वा अदालतले चाहिँ होइन संसद विघटन चाहिँ यो न्यायसम्मत भएन भनेर संसद रिकल गर्ने अवस्था आयो भने त यस्तो छ। हेर्नुहोस्, यही संविधान र यही संविधानका धारा पल्टाउने हो भने हजुर तत्कालीन केपी शर्मा ओलीले संसद विघटन गरे विरुद्ध पहिलोचोटिकोमा म नै पहिलो रिट निवेदक थिएँ र हामीले 12 जनाले रिट निवेदन दायर गरेका थियौँ। त्यसमा पनि संसद पुनर्स्थापना गरिदिए अवस्था। पछिल्लोचोटि चाहिँ राजनीतिक दलहरू नै अदालत गएर त्यो बेला नि संसद पुनर्गठन गरे भएको। त्यहाँ चाहिँ संविधानको धारा 76 को प्रावधानको व्याख्या भएको छ। 76 को 1, 2, 3, 4 का सरकार, 5 का सरकारले चाहिँ सरकार दिन सकेन भने, अनि 76, 7 को
काम चलाउ अवस्थामा चाहिँ 30 दिनभित्र विश्वासको मत लिन सकेन भने त्यसले मात्रै संसद विघटन सिफारिस गर्न सक्छ र संविधानको धारा 85ले चाहिँ तपाईँको के छ भन्दा 5 वर्ष अगावै अन्य अवस्थामा संसद विघटन हुँदैन। त्यो संविधान त्यो सर्वोच्च अदालतको नजिर हेर्ने हो भने संसद पुनर्स्थापना हुने अवस्था देखिन्छ। तथापि अहिलेको परिस्थिति चाहिँ कस्तो हो भने यो आन्दोलनको बलमा विषम परिस्थितिमा संविधान भायोलेन्स भएको भनेको संविधान त विघटन भएको होइन भन्ने होइन, यो त संविधान त विघटन बानी भएको होइन, आन्दोलन भयो, आन्दोलनका कारणले विघटन हुनु परेको परिस्थिति। यो सरकार पनि बने होइन। त्यसो भने त हेर्नुहोस् संविधान त यो संसद भवनै जलाउन पाइँदैन थियो, राष्ट्रपति कार्यालय जलाउन पाइन्थ्यो, प्रधानमन्त्रीले चाहिँ होइन संसदमा भएको प्रधानमन्त्री अर्को प्रधानमन्त्री नचुनिकन त्यो छोडेर किन हिँड्या त, हिँड्नै पाइँदैन थियो। त्यो संविधान कानुनको मात्रै कुरा गऱ्यो भने हामी अपुरो हुन्छौँ। त्यस कारण यो व्यवहारिक पक्ष र आन्दोलन पक्ष हेर्दा होइन यो सरकार चाहिँ राष्ट्रपतिबाट वैधानिकता प्राप्त गरेका छ। हजुर, अब अर्को जनताको माग सम्बोधन गरेका छ र चुनाव चाहिँ राष्ट्रिय एजेन्डा हो। अब किनभने संसद पुनर्स्थापना अदालतले गर्छ नै भन्ने पनि म देख्दिनँ, किनभने यो मुद्दामा अन्तरिम आदेश नदिएर मुद्दाको फाइनल हियरिङ होइन अब संवैधानिक इजलासले पछि गर्ने भनेर त्यसो हुँदा त यो चुनाव लम्बिन्छ। गइहाल्छ। अब त्यो पुनर्स्थापना गरिदिए अवस्थामा त फेरि पुराना दलहरू नै संसदमा सक्रिय भएर आउने अवस्था रहन्छ। अहिलेको स्थितिमा पनि जस्तो चुनावै भयो भने पनि पुराना दलहरू सक्रिय हुन्नन् भन्ने त छैन नि त। होइन, त्यो त अब हेर्नुहोस् नयाँ ताजा जनादेशको कुरा भयो होइन। अब जनताले कसरी लिन्छन्, अब यो जेनजी पुस्ताको कुनै पार्टी खोलेर होइन जस्तो अब बालेनजीहरूकै पार्टी खोलेर भोलि तिनीहरूले चाहिँ अब बहुमत 2 तिहाई ल्याउँछन्, त्यो एउटा जनताको विषय भयो। र अब त्यसमा पनि के छ भन्दा अहिले पछिल्लो ठुला राजनीतिक दलका नेतृत्वप्रति वितृष्णा होइन, भ्रष्टाचार गरे पैसा भने घरमा ठुलो मात्रामा त्यो भेटिनु, जमिनमुडी गाडेर राख्नु, जल्नु। अनि अर्को चाहिँ केपी शर्मा ओलीले चाहिँ त्यो निर्बोध बालबालिकामाथि अन्धधुन्ध गोली प्रहार गर्नु प्रजातान्त्रिक सरकार, यो कारण काङ्ग्रेस एमालेप्रति जनताको जुन वितृष्णा छ त्यो मतदानमै व्यक्त हुने अवस्था पनि छ होइन। अनि त्यो अवस्थामा चाहिँ अब फेरि परिवर्तन संस्थागत हुन पनि सक्छ। अनि अहिले तपाईँले भने जस्तो होइन, जनताले चाहिँ त्यो 1-2 दिनको घटनालाई राम्रो रूपमा लिएका छैनन् होइन, र यिनै दलका नेतालाई यिनै दल भोट दिएर जितायो भने त अब त्यसलाई त सबैले मान्नुपर्छ होइन। त्यो चुनाव पछिको कुरा चाहिँ त्यसरी आउँछ, त्यो जनादेश बोल्छ, त्यो बेला हाम्रो अनुमानले काम गर्दैन। त्यो बेला प्रत्यक्ष जे देखिन्छ त्यो अनुसार सरकार अगाडि जाने हो। अहिले चाहिँ हाम्रो अनुमान के हो भने जेनजी पुस्ताको मागमा दलका एकाध कार्यकर्ता बाहेक इमान्दार कार्यकर्ता पनि छन्, परिवर्तन हुनुपर्छ भने युवा पुस्तामा आउनुपर्छ भन्ने पार्टीभित्रै पनि छन्, ती आवाजहरू सुनिन पनि लागेका छन्। अनि अब यो शीर्ष नेताहरू अझ पनि सुध्रेर त्यो नेतृत्व हस्तान्तरण गर्ने पनि छैन, उनीहरू सुध्रिने छाँटकाँट भएन भने जनताले रिजेक्ट गर्छन् भन्ने एउटा अवस्था चाहिँ त्यो देखिन्छ। त्यस कारण अब चुनाव पछिको परिदृश्य त अलिकति फरक र यही आन्दोलनको माग समेट्ने गरी आउन सक्छ भन्ने पनि छ। त्योभन्दा अगाडि चाहिँ यो अन्तरिम सरकारले भ्रष्टाचार लगायत सुशासनका पाटोमा धेरै काम गर्नुपर्ने छ र जेनजी पुस्ताको माग सम्बोधन गर्न कतिपय संविधानका धाराहरूलाई चाहिँ त्यो निलम्बन गरेर भायोलेन्स गरेर अगाडि बढ्नुको विकल्प फेरि राष्ट्रपतिसँग पनि छैन, सरकारसँग पनि छैन। त्यसरी नजाने हो भने चाहिँ फेरि जेनजी पुस्ताको माग सम्बोधन हुँदैन। नहुँदाखेरि फेरि पनि त्यो पुरानै दलका नेताहरू वा पुरानै दल हावी हुने स्थिति बन्ने, फेरि त्यहाँ चाहिँ आन्तरिक द्वन्द्वको अवस्था सिर्जना हुने, फेरि जेनजी जस्तै अर्को समूह आन्दोलन गर्न आउन सक्ने अवस्था चाहिँ रहन्छ। त्यो चुनाव अगाडि चाहिँ अब त्यो रह्यो भने होइन, अब चुनाव पछि त अब परिणामले जे देखाउँछ त्यसलाई त जसले पनि स्वीकार्नै पर्छ। त्यसपछि सरकारले त जनताको म्यान्डेट पाइहाल्छ त्यो पछि पनि। ब्याक टु बजार, सेयर बजारकै विषयमा कुराकानी जोड्ने क्रममा चाहिँ सरले त बुल पनि देख्नुभयो, एकदम बेरिस पनि देख्नुभयो। अहिलेको अवस्था चाहिँ न बुल भन्ने टाइपको न बियरिस भन्ने टाइपको, बुल भन्ने भने खै बुल हो कि होइन भन्ने जस्तो, बियरिस भन्ने भने बढेको पनि छ। फेरि यो अवस्था चाहिँ किन यस्तो भयो सर? हेर्नुहोस् अहिलेकोलाई त म स्थिर अवस्था भन्छु होइन, तर म चाहिँ तपाईँको 50 सालदेखि नै हजुर सेयर बजारमा प्रत्यक्ष संलग्न भएँ। मैले सानो सानो त्यो आइपिओहरू तपाईँको हिमालय ब्याङ्क, एसबिआई ब्याङ्कदेखि लाइन लागेर भर्नु भयो होला, लाइन लागेर त्यो निर्धन उत्थान होइन। अब हामी यो पुराना ब्याङ्कको आइपिओ भऱ्यौँ र त्यो बेलामा त आइपिओ पनि
50 रुपियाँ हालेपछि हजुर। अर्को 50 पछि दिने गरी भर्न पाइन्थ्यो। ब्याङ्क वित्तीय संस्थाले आइपिओ भर्नलाई पनि लोन दिन्थे होइन। अब त्यसरी पनि धेरै चाहिँ सेयर भरियो, काम गरियो। हजुर। त्यो बेलाको बजार के थियो भन्दा यस्तो विस्तृत छँदा पनि थिएन। सहर बजारका एकाध मान्छेलाई बाहेक सेयर बजार भन्ने थाहा पनि हुँदैन थियो होइन। मैले त्यो बार एसोसिएसनको लाइसेन्स लिन जाँदा हजुर तपाईँ के गर्नुहुन्छ भनेर मलाई सोध्नुभयो। अब त्यो लाइसेन्स अगाडि त मैले त्यो यो 56 सालमा है वकालत गर्ने कुरा भएन। अनि म चाहिँ अहिले सेयर बजार गर्छु भने चाहिँ मलाई त्यहाँ बसिया न्याय परिषदको एकजना सदस्यले हजुर सेयर बजार बारेमा सोध्नुभयो कि। अनि मैले मजाले बताइदिएँ। उहाँले के भन्नुभयो भने ल तपाईँलाई चाहिँ लाइसेन्स दियो भने तपाईँले काम गर्न सक्नु हुँदो रहेछ भनेर त्यो भन्नु पनि भएको थियो। मलाई त्यो अविस्मरणीय लाग्छ कि सेयर बजार भने चाहिँ त्यस्तो चाहिँ विद्वत वर्गले पनि बुझ्नुहुन्न थियो त्यो बेला। अब अहिले त हेर्नुहोस् आम जनतालाई अघि नै तपाईँले त्यो चिया पसलमा सेयरको गफ हुन्छ होइन। आइपिओ हालेको छ, त्यो आइपिओ पनि अब कति 10औं हजारमा बिक्री गरेर कमाएको पनि छन्। र अनि पछिल्लो समय चाहिँ तपाईँको कृषि विकास ब्याङ्कदेखि जलविद्युतका आइपिओहरू आएपछि धेरै मान्छेमा गाउँ त्यो सेयर बजारले प्रतिफल दिन्छ भन्ने। अहिले त सम्भवतः सेयर बजार थाहा नहुने सायदै कोही होलान्। हो त्यो कन्सेप्ट त्यसरी बिल्डअप भएको छ र यसले वास्तवमा एउटा स्थिर सरकार भएर अर्थतन्त्र ग्रोथ गर्दै गयो भने चाहिँ हेर्नुहोस् यसले प्रतिफल पनि 2 गुणा होइन 4 गुणा दिँदै त्यो जाने अवस्था अहिले पनि छ। अहिले पनि अब 50 सालमा स्थापना भएका ब्याङ्कहरूका सेयर भाउ 150-200 होइन। त्यो भने चाहिँ किनभने त्यो बेला लगानीकर्ताले 100 रुपियाँ हाले चिज आज 30औं वर्षपछि पनि 200मा लगानीकर्ताले पाइराखेको छ र त्यसले 5%, 7%, 10% डिभिडेन्ड पनि दिएको छ। तथापि मान्छेमा पछिल्लो समय चाहिँ के ट्रेन्ड चल्यो भने सेयर बजारमा चाहिँ डबल चौबरै हुनुपर्छ, कुनै हालतमा हुनुपर्छ। फेरि कहिले हुनुपर्छ भने जस्तो आज लगानी गरे भोलि हुनुपर्छ। अनि आफूले हालेपछि बढ्नुपर्छ, बेचेपछि घट्नुपर्छ। त्यो सधैँ हुँदैन। अर्को मलाई यो सेयर बजारमा मैले यो 4वटा बियरिस र बुलिस ट्रेन्ड देखेँ होइन। म 50 सालदेखि त्यो 57 सालमा एउटा भइदियो, फेरि 63 सालमा के 64-65 भयो, फेरि अस्ति भयो होइन 72 पछि 73-74मा। यो भन्दा के छ भन्दा हरेक बुलिस बियरिस ट्रेन्डमा फरक व्यवहार चाहिँ बजारले देखाउँछ। सधैँ एउटै गतिमा हुँदैन र बजारका सबै स्क्रिप्टहरू चाहिँ एउटै अनुपातमा चल्दैनन्। तथापि के छ भन्दा बजारको ट्रेन्ड चाहिँ बदलिँदा पनि सेयर बजारमा अन्ततः त्यो लगानी गरेर बस्यालाई प्रतिफलै आउने हो, त्यहाँ फाइदै हुन्छ। बजार बढ्दा क्यापिटल गेन पनि आउँछ। जसले चाहिँ नन फन्डामेन्टल र डुब्ने नै कम्पनी लिएका छन् ती हिजो पनि पीडितमा परे, आज पनि पर्छन्, भोलि पनि पर्छन्। जसले चाहिँ एउटा लगानीको हिसाबमा डिभिडेन्ड लिने हिसाबले अथवा चाहिँ त्यो क्यापिटल गेन लिने हिसाबले सुरक्षित हिसाबबाट बस्या छ उसलाई दीर्घकालीन कहिले पनि नोक्सान हुँदैन। अब केही समय राजनीतिक कुराले, आर्थिक कुराहरूले कहिलेकाहीँ हल्लाकै भरमा पनि बजार चाहिँ भोलाटाइल हुन्छ, त्यो तलमाथि हुन्छ। यो बजारको ब्युटी पनि हो। अहिले पनि हेर्नुहोस् न, अस्ति तपाईँको 2000 आसपासमा सेयर लिएलाई अहिले जति घटेर 2500 नै आए पनि घाटा त छैन होइन। अब जसले 3200मै लिएका थिए त्यो पनि के भने प्रतिफल नदिने कम्पनीहरू अथवा चाहिँ महँगो प्राइसमा लिएका थिए भने उनीहरूको लगानी त अहिले पनि जोखिमै छ नि। त्यो सायद मलाई लाग्छ 3200 आउँदा पनि नउठ्ला। कहाँ त्यो अहिले देखिन्छ नि लगानीकर्ताहरू त साउँ मात्रै आयो भने पनि बजारबाट निस्किन्थे म भन्ने मान्छेहरू पनि भेटिन्छन्। जम्मैले मलाई प्रतिफल आयो, साउँ आयो भने निक्लिन्छु भन्छ, तर निस्किन चाहिँ निस्किन। त्यो बजार बढ्दै गएपछि मान्छेलाई लोभ र त्यसको माया अझ बढी हुन्छ र ऊ त्यो सेयर बेचेर पनि अर्कोमा छिर्छ। हामी पनि त्यही भएका हौँ होइन। त्यस कारण बजारमा छिर्या मान्छे हेर्नु यहाँ सजिलै मनी अर्न पनि हुन्छ, एक्जिट हुन चाहिँ सक्दैन। किनभने उसको एउटा स्वभाव बनाएको हुन्छ र पैसा भने चरित्र यस्तो हो कि मान्छेलाई त्यो बढी से बढी चाहिन्छ, नाफा आफूलाई हुनुपर्छ, त्यो मान्छेको स्वभाव हो। त्यस कारण त्यसमा ऊ रुमलिन्छ। तथापि अब बजारमा राम्रो स्क्रिप्टहरू किनेर बस्नेलाई नोक्सान पनि छैन र बजारले अब सबैलाई डुबाउँछ भन्ने पनि होइन। जो बजार उछाल्ल्या बेला नन फन्डामेन्टल डिभिडेन्ड नदिने कम्पनी लिया छन् र तिनलाई चाहिँ फेरि सर्ट टर्ममै बेचेर हिँड्न पर्ने अवस्था छ, ती मात्रै डुब्ने हो। अब जो स्थिर हुन सक्छन्, ब्याङ्कको लोन नभइकन चल्या छन्, अब लोन हुनेले त सर्ट टर्म खेलेर उसले घाटा खाएर पनि बेच्नुपर्छ, त्यसले उसलाई चाहिँ लङ टर्म हिट गर्छ लोनले। त्यो बाहेक चाहिँ आफ्नो लगानी गर्ने लगानीकर्ता बजारबाट
चाहिँ प्रतिफल नलिई एक्जिट हुनुपर्ने अवस्था देखिन्न। र फेरि यो सेयर बजार चाहिँ विश्वमै चलिराखेका पुँजी एकत्रित गर्ने थल हो। सरकारले पनि अहिले तपाईँले भनिसक्नु, अब त हरेक सरकार सेयर बजारलाई चलाउन थाल्यो भने सरकारै असफल हुन्छ भन्ने अवस्थामा पुगिसक्यो। चुनावको घोषणा पत्रमै सेयर बजारका कुरा आउन थालिसक्यो। यसलाई नजरअन्दाज गरेर र पेलेर जान सक्ने अवस्था छैन। त्यसकारण अब बजारको फन्डामेन्टल राम्रो कम्पनी लिएर बस्ने अथवा चाहिँ बजार चल्दा छिटो छिटो ट्रेड गरेर कमाउने लगानीकर्तालाई त बजार अहिले पनि ब्युटी नै छ। जस्तो यो बिचमा चाहिँ अब अहिले त विषम परिस्थिति भयो, यो नभइदिएको भए चाहिँ धेरैजना लगानीकर्ताले हामीलाई एकदम धेरै सोध्नुहुन्थ्यो कि जस्तो दसैँ आयो, दसैँ खर्च निकाल्नलाई चाहिँ के गर्ने, कसरी बजारमा लगानी गर्ने भनेर सोध्नुहुन्थ्यो। सम्भवतः यसपालि दसैँमा खर्च निकाल्ने भन्ने त्यो रहेन होला। अब मान्छेहरूलाई यस्तो भयो, अब पैसै नभएकोले त अब बाध्यतावश जतिमा पनि विकल्पै भएन। अरू लगानीकर्ताले चाहिँ यहाँबाट नाफा लिने भन्दा पनि अब यो बजार चाहिँ स्थिर भएर कहिले चाहिँ बढ्छ भनेर प्रतीक्षा गर्नु। अब त्यो भने चाहिँ तपाईँको हेर्नुहोस्, अब यो चुनावको आसपासतिर पनि बजार बढ्न सक्ने एउटा सम्भावना छ। त्यसपछि फेरि अब तपाईँको अर्धवार्षिक क्वार्टर रिपोर्टहरू आउँछ होइन, त्यसमा पनि अहिले चाहिँ मेन कुरा चाहिँ नीतिगत निर्णय हेर। अहिले यहाँले भने जस्तो ठुला लगानीकर्तालाई त्यो 25 करोडको क्यापले पनि बजारमा चलखेल गर्न, ठुलो लगानी गर्न पाएका छैन। अर्को ब्याङ्क वित्तीय संस्थालाई केही पर्सेन्ट चाहिँ सेयर बजारमा लगानी गर्न जसरी पहिला दिएको थियो, त्यो रोकिया कारण पनि उनीहरू चाहिँ तरलता थुपारेर बस्नु पर्ने अवस्था छ होइन। अब घर जग्गा व्यवसाय पनि चलायमान छैन, उद्योग कल कारखाना छैन। त्यसकारण सेयर बजार चाहिँ एउटा सम्भावित ब्याङ्क वित्तीय संस्थाको पनि पोर्टफोलियो केही लगानी गर्ने क्षेत्र बन्न सक्यो भने जुन माग चाहिँ अहिले लगानीकर्ताहरूले राखेर राष्ट्र ब्याङ्कमा पुगिरहनु भएको छ, त्यो माग पनि राखिरहनु भएको छ। ब्याङ्क वित्तीय संस्थालाई चाहिँ दोस्रो बजारमा कारोबार गर्न दिनुपर्छ भन्ने लगायतका मागहरू चाहिँ राख्नु भएको छ। यसमा त राष्ट्र ब्याङ्कले पनि पोजिटिभ लेला भन्ने मलाई पनि लाग्छ, किनभने त्यो खालको प्रतिक्रिया आयो भन्ने पनि हामीले जानकारी पाएको छौँ। सम्भवतः भविष्यमा त्यो खालको प्रावधान पनि होला। मैले जोड्न खोजेको चाहिँ जस्तो दसैँमा चाहिँ खर्च निकाल्न सकिएन, तपाईँले भने जस्तै, जसलाई चाहिँ सेयर बजार एउटा माध्यम थियो जसले चाहिँ चाडपर्वका बेलामा दसैँ तिहार वा गर्जो टार्नका लागि चाहिँ एउटा माध्यम बनेको सेयर बजारबाट तिहारमा चाहिँ खर्च निकाल्न सकिन्छ कि सकिन्न भनेर धेरैजनाले सोध्नु पनि हुन्छ। सरको अनुभवले के भन्छ? अब हेर्नुहोस्, म चाहिँ के देख्छु भन्दा यो दसैँको अब अन्तिम आवृत्ति पनि अब त कति दिन नै छ र कारोबार पनि त्यो अलिकति बढ्छ अन्तिम आवृत्तितिर, किनभने बेचेर पैसा नआउने स्थिति पनि एउटा बनेपछि अनि तपाईँको स्थिति चाहिँ यत्तिकै सुधार हुँदै गयो। पोलिसी लेभलबाट अर्थमन्त्री लगायत होइन, अब बजारमा क्रियाशील त्यो बजार लगानीकर्ताका सङ्घ सङ्गठन तिनका भूमिका होइन को कारण चाहिँ राष्ट्र ब्याङ्कदेखि सबैले पोलिसीहरू चाहिँ रिफर्म गरिदियो होइन, रिभ्यू गरिदियो भने त्यसले पनि एउटा पोजिटिभ भाइब्सहरू बन्छ। र अब अहिले ब्याङ्क दर पनि एकदम सस्तो छ होइन, अनि त्यसकारण लगानीका क्षेत्र पनि खुम्चिराखेको अवस्था छ। त्यसकारण यो अवस्थामा सेयर बजार चाहिँ राजनीतिक अस्थिरता हट्यो, चुनावै हुने कन्फर्म अवस्थामा गयो भने चुनाव पछि फेरि तपाईँको अर्धवार्षिक रिपोर्टहरू आउँछन् होइन, त्यसले पनि धेरै कुरा देखाउँछ। अहिले ठुलो क्षति चाहिँ ब्याङ्क वित्तीय संस्थाको भएको छैन एकाध बाहेक होइन, अनि अर्थतन्त्र पनि सबै बिग्रिया छैन। यो 2 दिनकै आन्दोलनले अर्थतन्त्रलाई ठुलो प्रभाव पार्ने, प्रभाव पनि कस्तो कस्तो ठाउँमा अब कस्तो कस्तो क्षेत्रमा पर्यो भने जुन क्षेत्र वा जो व्यक्ति चाहिँ राजनीतिक पृष्ठभूमिमा जोडिएका छन्, अझ सिधा भन्दाखेरि एमाले काङ्ग्रेस माओवादीसँग जोडिएका छन्, ती क्षेत्रहरूमा अलि बढी क्षति भएको पनि देखिन्छ। त्यसले गर्दा चाहिँ तपाईँले भने जस्तै सेयर बजारमै यसले हिट गर्छ भन्ने, यसको दीर्घकालीन असर चाहिँ नपर्ला भन्ने पनि धेरै लगानीकर्तालाई चाहिँ छ। किनभने यो त एउटा राजनीतिकसँग जोडिएर विशुद्ध भ्रष्टाचार र राजनीतिक हिसाबको आन्दोलन अथवा त्यो तोडफोड होइन, सबै राजनीतिक पेरिफेरीका मान्छेका मात्रै घर तोडफोड भएको छन् होइन। अब एकाध चाहिँ अब अपवादमा केही परे अदालत सिंहदरबार यी हुनुहुन्न थियो भन्ने आम नेपाली जनताको हाम्रो पनि माग हो, तथापि अब भइसक्यो। त्यसलाई अब पुनर्संरचना गर्नु र क्षति विकल्प छैन। तर यसले पनि आर्थिक ठुलो क्षति पुग्दैन, तर देशका महत्त्वपूर्ण दस्तावेजहरू मात्रै गयो भन्ने कुरा हो होइन। आर्थिक रूपमा त ठुलो नोक्सान हुने उद्योग कल कारखाना होइन, कुनै व्यवसाय त्यसरी जल्या छैनन्। अब केही अब अर्थमन्त्रीले चाहिँ केही चाहिँ रिफर्म गर्नुपर्ने कुराहरू
त्यो गर्न नसकिने अवस्था पनि छैन होइन। त्यस कारण अब अर्थतन्त्रलाई चाहिँ आफ्नो गतिमा चल्न दिने र राजनीतिक स्थिरता चाहिँ अब दलहरूले पनि सुझबुझपूर्ण तरिकाबाट हजुर यसलाई चाहिँ अब युवाहरूका माग सम्बोधन नगर्ने गरी होइन, फेरि अर्को मनमानी गर्ने गरी नजाने हो भने देशले एउटा ट्र्याक समाउँछ। त्यो भने सेयर बजारले पनि आफ्नो ट्र्याक समाएर एउटा उच्चतम बिन्दु जुन हामीले अगाडिदेखि नै कायम गर्छ भनिराखेका थियौँ, तथापि अब त्यो मनोबल होइन परिस्थिति त्यस्तो बनेन। अब एक दिन त त्यो सुनौला दिन त आउँछ रातपछि बिहान, त्यसको विकल्पै छैन। रातपछि बिहान त हुन्छ, त्यही सोचेरै बस्नुपर्छ। तर धैर्यता गर्न चाहिँ सक्नुपर्छ भन्ने पार्ट चाहिँ यो केही दिनको बजारको कारोबारले चाहिँ मान्छेलाई राम्रोसँग सिकायो यो पार्ट चाहिँ। हो त्यो त हेर्नुहोस्, हामी त अलिकति अनुभव पनि भयो बारम्बार यस्तो। अब तपाईँको 200 चान्चुनको 4वटा बुल बियर देखिसक्यो, त्योबाट यतिसम्म पनि 3200सम्म देखियो। अब अहिले पनि हेर्नुहोस्, अस्ति जो आत्तिएर बेच्या थिए भोलिपल्ट फर्किँदा भनेको जेनजी आन्दोलनपछि खुलेको कारोबार बिहिबार, त्यो बिहिबार बेच्नेलाई भोलिपल्ट नै अब त्यसको प्रभाव परिसक्यो होइन। अब यो बेरिस भएर जान्छ भन्ने चाहिँ अहिले पनि किन देखिँदैन। मैले भने अर्थतन्त्रका धेरै सूचकहरू बिग्रिया अवस्था पनि होइन, यो लामो आन्दोलन पनि होइन होइन, यो हठात आयो हठात भयो होइन। त्यसले अर्थतन्त्रका धेरै क्षेत्रलाई हिट गर्न भ्याएको पनि छैन, गरे पनि छैन। यसले त खालि राजनीतिक उथलपुथल ल्याइदियो, तरङ्ग ल्याइदियो होइन। अब यसबाट चाहिँ जसले चाहिँ राम्रै गर्छ भन्ने चाहिँ अपेक्षा गर्न सकिन्छ, किनभने अब सरकारको अहिलेको गतिविधि र जेनजी पुस्ताको जुन मागहरू अनुसार चाहिँ अब भ्रष्टाचारको मामिलामा कारबाही गर्ने होइन र सुशासनको पाटोमा र देशलाई एउटा स्थिरतातर्फ दिने गरी चाहिँ अगाडि बढ्यो भने त आर्थिक रूपमा पनि हेर्नुहोस्, अहिले पनि अरू उद्योग व्यवसाय पनि हतोत्साहित भएका छैनन्। अघि तपाईँले भने जस्तै केही व्यापारीहरूको नोक्सान भएको छ भने त्यो पनि खालि राजनीतिक एमाले काङ्ग्रेसका नेताहरूसँग जोडिया, जस्ता अब भाटबेटिनका मिनबहादुर गुरुङ, विनोद चौधरीहरू होइन, तिनीहरूको माथि मात्रै चाहिँ प्रहार भएको चाहिँ त्यो राजनीतिक लाइनमा उहाँहरू जोडिएर त्यसबाट फाइदा लिया अथवा चाहिँ एमाले पार्टीलाई जग्गा दान दिए, त्यहाँबाट उनीहरूले लाभ लिएछ, कर छली गरेछ भन्ने आशंकामा मात्रै हानेका छन्। त्यो पनि हान्नु हुँदैन, त्यो हाम्रो कुरा हो। तर अब जनता त एउटै वर्गका छैनन् नि होइन। अब कसैले त्यहाँबाट प्रत्यक्ष केही सानो सानो चिज आयो भने पनि त्यो लाभ लिएर हिँडिहाल्नु थियो होइन। अब कसैलाई चाहिँ त्यो राजनीतिक प्रतिशोध पनि सान्नु थियो। यावत कुराले यस्ता घटना भएका छन्। अब यो घटना दुःखद भयो भने अब यसबाट सच्चिएर देशलाई अगाडि बढाउनुको सरकारसँग नि विकल्प छैन, हामीलाई यसबाट उठ्नुको विकल्प छैन। त्यो उठ्ने ठाउँमा हामी छौँ। हामी बङ्गलादेश श्रीलङ्काको हालतमा छँदा पनि छैन। त्यहाँ एउटा ठुलो मात्राको वैदेशिक ऋण थियो होइन, अनि विदेशको ऋण तिर्न नसकेर सरकार धर्मराउनु पर्ने अवस्था थियो। यहाँ चाहिँ बिग्रिएको अवस्थामा आन्दोलन भयो, जसले झन् बिगार्यो। हामी चाहिँ जे सुध्रिएको अवस्था वा सुधारिँदैछौँ है भन्ने अवस्थामा चाहिँ आन्दोलन भयो। यो आन्दोलन पनि फेरि सुशासन कायम गर्नकै लागि थियो, त्यसले चाहिँ राम्रै गर्न सक्छ। जस्तो कञ्चन सर, बजारमा केही हल्लाहरू पनि छन् जसलाई चाहिँ हामी आधिकारिक रूपमा चाहिँ यही हुन्छ वा यही हो वा यही हुनुपर्छ भनेर त भन्दैनौँ, तर पनि त्यसमा काहीँ कतै सम्भावनाका विषयहरू चाहिँ केलाउनुपर्छ जस्तो चाहिँ लाग्छ कि। जस्तो अहिले अन्तरिम सरकार गठन भइसकेपछि सबै चिज राम्रो भइरहेछ। अर्थमन्त्री शेयर बजार मैत्री मात्रै होइन कि अर्थतन्त्रलाई राम्रोसँग बुझेको अर्थमन्त्री हामीले पाएका छौँ, गभर्नर पनि त्यही खालको गभर्नर पाएका छौँ, अन्य मन्त्रीहरू पनि त्यस्तै खालको आएको छ। अहिले चाहिँ यो नेपाल राष्ट्र बैङ्कको गभर्नर धितोपत्र बोर्डको अध्यक्ष हटाउने एक खालको चर्चा पनि चलिरहेको छ। कानुनले के भन्छ सर, यो मिल्छ? अब हेर्नुहोस्, कानुनले त के भन्छ भन्दा निश्चित समय अवधि लिएर नियुक्ति दिइसकेपछि होइन, अब त्यसलाई चाहिँ चलाउनु हुँदैन। त्यसलाई पदावधि तोकेर दिए अवधि अब उसले चाहिँ के पद अनुकूल आचरण नगरेमा होइन, अब त्यो संस्थाको हित नहुने काम गरेमा त ऊ हट्छ होइन। अब यी चाहिँ अब राजनीतिक हिसाबमा नियुक्ति भएको छ भने अब सरकारले अब अहिलेको यो विषम परिस्थितिमा त्यो संस्थालाई अहित हुने गरी होइन अथवा राजनीतिक लाइनको आधारमा छ भने अब उसले फेरि गर्ला, त्यस विषयमा मुद्दा पर्ला होइन। हामी राष्ट्र ब्याङ्कको गभर्नरको पनि देख्यौँ नि होइन, त्यो अवस्था चाहिँ छ। तथापि अब सरकारले अहिले विवाद नआएको अथवा करप्सन नभएको क्षेत्रका व्यक्तिलाई चलाउँदैन, किनभने यो छोटो समयको पनि भयो होइन। अब सबै उसले गरेर पनि सक्दैन। अब यो कति चाहिँ अङ्गहरूमा चाहिँ नियुक्ति नै गर्नुपर्ने
अवस्था छ भन्न त राजनीतिक दलले यो काम चलाउ सरकारले केही पनि गर्न मिल्दैन भन्ने उनीहरूको भाष्य पनि छ, त्यो भनिराखेका छन्। तथापि अब देशका जनता अथवा जेनजीको माग सम्बोधन हुने क्षेत्रमा कार्य गर्नको लागि त केही संरचनाहरू चलाउनु पर्ने, कुनै कानुनहरू संशोधन गर्ने चाहिँ यो सरकारले जनआन्दोलनको म्यान्डेटको बलमा गर्न सक्छ। जस्तो अर्को कुरा चाहिँ यही बजारकै कुरा गर्दाखेरि वा सरकारकै कुरा गर्दाखेरि कुलमान घिसिङ, जसलाई चाहिँ लाइट अफ नेपाल पनि भन्छन्, नेपाल उज्यालो नेपाल बनाउने नै कुलमान हो भन्ने पनि भन्छन्। अहिले उहाँ पहिला प्राधिकरणमा हुनुहुन्थ्यो, प्राधिकरणमा हुँदा पनि उहाँले एकदम यो विद्युतको बक्यौता चाहिँ उठाउनुपर्छ भनेर चाहिँ एकदम जोडबल गर्नुभयो, गर्दा गर्दै पनि अन्ततः बर्खास्तीमा पर्नुभयो। उहाँ अहिले ऊर्जा मन्त्री हुनुभएको छ। उहाँले चाहिँ जसरी पनि यो विद्युतको बक्यौता चाहिँ उठाउँछु भनेर लाग्नु भएको छ। त्यसो हुँदा केही कम्पनीहरूको अवस्था चाहिँ नम्बुद्धासँग बिग्रिन्छ कि भन्ने पिर पनि छ। अहिले तपाईँले भने जस्तो डेडिकेटेड ट्रङ्क लाइनको पैसा नउठाउने र उठाउने विवादमै कुलमान चाहिँ बाहिर जानु पर्ने अवस्था हो र आम जनताले पनि अब एउटा के भने सरकारी बक्यौता व्यापारीहरूसँग असुल गर्नुपर्छ भनेको छ र अब कुलमानजीको चाहिँ एउटा उद्देश्य त्यो परिपूर्ति गर्नको लागि पनि अब त्यही ऊर्जा मन्त्री भइसकेपछि त्यो गर्नुपर्ने उहाँको अगाडि बाध्यता छ। अब त्यसले एकाध व्यापारीलाई चाहिँ अप्ठ्यारो पर्ला, तर समग्र देशको लागि चाहिँ त्यो पैसा उठ्नुले हितै हुन्छ होइन। अब एकाध व्यापारीलाई पनि अब त्यो चाहिँ बिस्तारै उहाँले उठाउँदै गयो भने टाइम दिने कुरा पनि रहला होइन, र त्यो उठाउनुको चाहिँ विकल्प छैन र उहाँ त्यतातर्फ चाहिँ लाग्नुहुन्छ भन्ने मलाई पनि लाग्छ। किनभने हामीले विगतका समयमा चाहिँ यो जसले चाहिँ विद्युतको बक्यौता तिरेन, अर्बौँ रुपैयाँ तिरेन, उसैले चाहिँ प्रिमियममा आइपिओ निकाल्न खोजिरहेका दृष्टान्तहरू पनि तपाईँ हाम्रो अगाडि छरपष्ट थिए। त्यो स्थिति नरहँदा चाहिँ त्यसले बजारलाई पार्ने प्रभाव चाहिँ कस्तो रहन्छ? सकारात्मक रहन्छ वा होइन? यसरी त उद्योगहरू, कल कारखानाहरू, व्यवसायहरू त ध्वस्त हुन्छन्, कम्पनी सिद्धिन्छन् भन्ने त्यो खालको सेन्टिमेन्टले अझ बजारलाई नेगेटिभ रूपमा चाहिँ हान्छ कि भन्ने पिर पनि छ। होइन, यस्तो हेर्नुहोस्, अब यही हिसाबमा नेगेटिभ जाने अवस्था किन देखिन्न भने एकाध व्यापारीको चाहिँ त्यहाँ पैसा ठुलो मात्रामा बुझाउनु होला, उनीहरूलाई चाहिँ हिट गर्ला होइन। तर अब समग्र के छ भन्दा यसले एउटा नीतिगत निर्णय गरेर व्यवसायहरूलाई ह्याम्पर हुने गरी भन्दा पनि बाँकी रहेको पैसा उठाउने जुन अभिभारा सरकारको थियो त्यो ढिलो चाँडो त उठ्थ्यो नै होइन। अब अहिले जस्तो विद्युत महसुल निर्धारण आयोगले निर्धारण गरे पैसा चाहिँ सरकारले उठाउँछ र त्यसले अब सबै व्यवसायमा प्रभाव पार्दैन र यसले गर्दा चाहिँ अब जलविद्युत योजनाहरू कति अब हजुर बन्दैछन्, तिनीहरूका पैसा उठ्छ भनेर उनीहरू सुनिश्चित भएर व्यवसाय गर्ने अवस्था पनि बन्छ। यही कारणले गर्दाखेरि बजारमा प्रभावै पार्ने भन्ने त्यस्तो देखिन्न, किनभने यसलाई लगानीकर्ताले पनि रुचाउँछन् र अब अर्थमन्त्रीले चाहिँ त्यो आफ्नो पैसा उठाउँदा हजुर एकाध त्यो घराना कसैलाई क्षति पुग्ला, तर त्यसले समग्र अर्थतन्त्रमा नेगेटिभ असर पार्छ होइन। सबै बन्द हुन्छ। फेरि बलियो बन्ने त राज्य नै हो, बलियो बन्ने त अर्थतन्त्रै हो। शेयर बजार अर्थतन्त्रको ऐना हो, अर्थतन्त्र राम्रो भए बजार पनि राम्रै हुन्छ निश्चित रूपमा। र अब अर्थतन्त्र चाहिँ शेयर बजारबाट बिछोडेर हाम्रो यो देशको परिवेशमा चाहिँ जान पनि सक्दैन, किनभने धेरै लगानीकर्ता यहाँ चाहिँ एउटा इन्भल्भ भइसकेको अवस्था छ। अर्को कुरो, सरकारले पनि हेर्नुहोस् अर्थतन्त्र चलायमान गराउनलाई होइन, यहाँ चाहिँ उद्योग कल कारखाना विभिन्न परियोजनाहरू बढाउन अगाडि सकेका छैन। त्यसकारण हाइड्रो सेक्टर अथवा चाहिँ घर जग्गा र अनुत्पादक भए पनि घर जग्गा क्षेत्र यहाँ चलायमान भएको थियो, यसलाई व्यवस्थित गरेपछि अब एउटै पुँजी चलायमान हुने क्षेत्र भनेको सेयर बजार हो। यसलाई चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि लगानीकर्ता भित्राउने थलो हो होइन, र देशको अर्थतन्त्रलाई पनि चलायमान गराउन सेयर बजारलाई निर्विकल्प अगाडि बढ्न दिनु र यसका लगानीकर्तालाई सुरक्षित राख्नु सरकारको त्यो कर्तव्य दायित्व पनि हो। र त्यो गरेन भने धेरै लगानीकर्ता बिच्किने अवस्थामा सम्भवतः यो कुरा सरकारले बुझेको अहिलेको अर्थमन्त्रीले त विशेष गरी यो कुरा धेरै बुझ्नु भएको छ भन्नु मैले बारम्बार भन्छु। अब उहाँले यसको आवाज हुने गरी चाहिँ केही निर्णयहरू गर्नु होला, किनभने उहाँले अर्थमन्त्री नहुँदा पहिला विभिन्न सार्वजनिक फोरमहरूमा बोलेका अभिव्यक्तिहरू पनि हामीले हेऱ्यौँ, देख्यौँ। हजुर, जसरी बजारप्रति उहाँले पोजिटिभ कुराहरू राख्नुभयो, जब 4/12 नीतिको विषयमा पनि उहाँले खुलस्त आफ्नो धारणा राख्नुभएको थियो, यो क्यापको विषयमा पनि खुलस्त धारणा राख्नुभएको थियो, लगायतका जति पनि छन्। त्यसले चाहिँ जे होस् अर्थमन्त्री
मात्रै होइन कि अहिले सरकारमा जो हुनुहुन्छ उहाँहरूले चाहिँ बजार चलाउनुहुन्न भन्ने चाहिँ राम्रोसँग बुझ्नु भएको छ भन्ने कुरामा म चाहिँ ढुक्क छु। सम्भवतः सर लगायत सम्पूर्ण लगानीकर्ता चाहिँ त्यसमा ढुक्कै हुनुहुन्छ। होइन, यसमा ढुक्क छ र अहिलेको सरकारले त बरु लगानीकर्ताको मनोबल बढ्ने खालको काम अहिलेको अर्थमन्त्रीले गर्नुहुन्छ। र गभर्नर पनि हेर्नुहोस्, अघिल्लो गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल उहाँले देख्नु भएको छ र अहिले आउँदा उहाँले चाहिँ बजारलाई हिट हुने खालको नीतिहरू ल्याउनुहुन्न भन्ने त्यो देखिन्छ। अनि अर्को कुरा के छ भन्दा अब अहिले सरकार होइन एउटा सुशासन भ्रष्टाचारको मामिलामा निर्मम भएर जानुपर्ने अवस्था छ। त्यसले पनि कतिपय अब आर्थिक चाहिँ अपव्ययहरू, आर्थिक बदमासीहरू रोकिन्छन् होइन। र देशले एउटा निर्वाचन हुने अवस्था बन्यो भने अथवा चाहिँ यो परिवर्तनबाट एउटा सुनौलो जनतालाई परिवर्तन हुने आभास भयो भने फेरि जनताको नि मनोबल स्तर चाहिँ उठ्छ। कामना गरौँ त्यस्तो दिन देख्न पाइयोस्। हामीले त्यो देख्न पाइने कामना गरौँ र त्यतातर्फै सरकार चाहोस् होइन। लगानीकर्ताको मनोबल उच्च भएर सेयर बजारले पनि एउटा बुलिस उचाइ हासिल गरोस् भन्ने हाम्रो कामना हुन्छ र त्यतैतर्फ जाने चाहिँ पूर्व सङ्केतहरू चाहिँ मैले देखिरहेको छु। हामी अन्तिमतिर पनि छौँ। जस्तो यो आन्दोलनकै कुरा गरिरहँदाखेरि एउटा कुरा दिमागमा झ्याप्प आयो कि मलाई धेरै साथीहरूले पनि सोधिरहनुहुन्थ्यो। जस्तो तपाईँले अघि भने जस्तै संसद रिकल हुन्छ कि हुँदैन भन्ने विषयमा तपाईँले एउटा स्पष्ट धारणा के राख्नुभयो भने यो संविधान त विघटन भएको होइन, यो विषम परिस्थितिमा आन्दोलनका कारणले विघटन भएको हुनाले चाहिँ त्यस्तो नहोला कि भनेर भन्नुभएको थियो। यो बिचमा चाहिँ यही आन्दोलनका दौरानमा बैङ्कहरू लुटिएका छन्। राष्ट्रिय वाणिज्य बैङ्कबाट झन्डै 18 किलो सुन 5 करोड नगदै लुटिएको अवस्था पनि छ। आन्दोलनकै कारणमा वा आन्दोलन यो विषम परिस्थितिमा आन्दोलनमै भएको हुनाले भनेर त्यो लुट्नेहरूलाई छुट दिइन्छ कि कारबाही गरिन्छ कि के हुन्छ भन्ने धेरैले सोध्नुहुन्छ। मेरो पनि जिज्ञासा, सर आफै पनि कानुनसँग सम्बन्धित व्यक्ति भएको हिसाबले सरलाई मेरो प्रश्न। हेर्नुहोस्, अब आन्दोलनमा कतिपय घटनाहरू हुन्छन् र ती परिदृश्यमा नदेखेका घटनाहरूमा चाहिँ राज्यले खोजेर पनि हिँड्दैन र त्यसको पछि लागेर सकिँदैन। तर जो घटना चाहिँ प्रत्यक्ष अब त्यहाँ सिसिटिभी फुटेजमा देखिरहेका छ, यो मान्छे चाहिँ आन्दोलनको उद्देश्य बाहिर गएर अथवा लुटपाट गर्न त आन्दोलनको उद्देश्य पनि होइन नि होइन। अनि त्यो प्रत्यक्ष संलग्न व्यक्तिलाई त कानुनी कारबाहीमा ल्याएन भने के भने दण्डहीनताको स्थिति बन्छ। फेरि अरूको आन्दोलनमा यस्तै लुटपाट होलान्। त्यस कारण सरकार चाहिँ अब कानुनी हिसाबमा पनि हेर्दा त्यो घटनामा प्रत्यक्ष संलग्न जो व्यक्ति चाहिँ देखिन्छन् परिदृश्यमा होइन, ती व्यक्तिलाई चाहिँ कानुनी दायरामा लान्छ र अब त्यसरी लान पनि पर्छ, किनभने नत्र त दण्डहीनता अराजकताको स्थिति सिर्जना हुन्छ। अब सबै ढुङ्गा हान्ने, सबै आन्दोलनमा जानेलाई कारबाही हुन्छ भन्ने कुरा होइन होइन। अब ब्याङ्क लुट्ने जस्ता घटनामा प्रत्यक्ष देखियो भने त्यसलाई अनुसन्धान हुन्छ। जस्तो यो ब्याङ्कको केसमा चाहिँ तपाईँले भनेअनुसार चाहिँ जो चाहिँ त्यहाँ बैङ्क लुट्नकै लागि गएको थियो, प्रत्यक्ष जो चाहिँ त्यहाँ चोर्नकै लागि भनेर गएको थियो, एउटा त्यो भिडियो देखिया छ कि एकजना भित्रबाट पैसाको यत्रो बिटो बोकेर बाहिर निस्किँदै गरेको, अनि यताबाट एकजना गएर चाहिँ त चोर्न आएको होस्, ब्याङ्कमा त चोर्न आएको होस्, आन्दोलनको नाममा चोर्ने भनेर थर्काउँदाखेरि तँलाई पैसा चाहिएको ला भनेर बिटो फालेको थियो कि। त्यस्तो नियत बोकेर जाने मान्छेलाई चाहिँ कारबाही हुनुपर्छ। त्यसलाई कारबाही हुनुपर्छ र त्यसलाई चाहिँ अब प्रहरी प्रशासनले त्यो कारबाहीको दायरामा पनि ल्याउँछ। ब्याङ्क वित्तीय संस्थाको पैसा भने पब्लिक प्रपर्टी हो। हजुर, त्यसलाई चाहिँ अब सबै पब्लिकले चाहिँ संरक्षण हुनुपर्छ भन्ने धारणा राख्नुहुन्छ। अब त्यो प्रहरी प्रशासन त्यो दिन असफल भयो। सधैँ राज्यका बडीहरू फङ्सन गर्दैनन्, निष्क्रिय हुन्छन् भन्ने होइन। त्यो सक्रिय भएको अवस्थामा प्राप्त प्रमाणहरूबाट त्यो देखिने छ, पुष्टि हुन्छ भने तिनीहरूलाई कानुन दायरामा ल्याउँछ। अब अन्तिममा जाँदै सर बजारको एउटा हल्ला, जुन हल्लाले सम्भवतः लाग्छ यो बिहिबारको बजारमा जसरी नेगेटिभ सर्किट लाग्यो त्यो एउटा मनोबल त छँदैछ, त्यसमा कहीँ कतै चाहिँ हल्लाको पनि प्रभाव छ। हिमालयन टी र नेपाल टीको सेयर चाहिँ हल्लाले घट्यो, यसमा त सत्यता छ। र जसरी पछिल्लो समय चाहिँ यो जति पनि क्षति छ त्यो चाहिँ यी दुई कम्पनीले मात्रै बेहोर्नुपर्छ भन्ने जसरी भनिएको छ त्यस्तै हो वा के हो? अब हेर्नुहोस्, यो आन्दोलनको तोडफोड क्षतिपूर्ति चाहिँ होइन, अब सबै अब बिमा कम्पनीले त्यो बेहोर्ने पनि छैन होइन। उनीहरूले अब त्यो अन्य अवस्थामा भएका क्षति, आगजनी यस्तो चाहिँ बेहोर्छन् र आन्दोलनको अवस्थालाई विशेष परिस्थिति मानिन्छ। हजुर, तथापि अब
यी हिमालयन रिइन्सुरेन्सहरूले पनि फेरि बाहिर हो विदेशमा अरू कम्पनीलाई रिइन्सुरेन्स गरे हुन्छन्। अब ती कम्पनी यसको पैसा तिर्दैमा डुब्छन् भन्ने होइन होइन। अब त्यो पोलिसीहरूलाई उनीहरूले कसरी लिएर कार्यान्वयन गर्छन् त्यो इन्टरनल उनीहरूको के प्रक्रियाहरू छ होइन। अब त्यसलाई चाहिँ हेर्नै पर्छ। अब सबै आन्दोलनको क्षति चाहिँ नबिहोर्ने खालको पोलिसीले त्यो काम गर्न पनि सक्छ होइन। अब उनीहरूको इन्टरनल कुराले चाहिँ त्यसलाई निर्कुल गर्छ अब कसरी लिन्छन् यसलाई यो घटनालाई भन्ने। तर अब यसको क्षतिपूर्ति दिने पर्ने बिमाले बिहोर्ने अवस्थामा पनि फेरि उनीहरूले पनि अन्तर्राष्ट्रिय बिमा कम्पनीहरूले पुनर्बिमा गराउने पुनर्बिमा कम्पनीहरूले फेरि अन्तर्राष्ट्रिय स्तरमा त्यो गर्ने चाहिँ हुँदो रहेछ। त्यहाँसम्म पनि यो कुरा पुग्छ। त्यस कारण यसले अब ती कम्पनी डुब्ने नै अवस्था चाहिँ बन्दैन। अब केही ह्याम्पर त भइहाल्छ भनेको हल्लै चले जस्तो सिद्धिने त्यो हुँदैन सकिने भन्ने चाहिँ हुँदैन त्यो। किनभने त्यो त अर्को रिइन्सुरेन्सबाट पनि उनीहरूले क्लेम गर्छन्। अब जाँदै म जस्ता लगानीकर्ता भनेको जो बजारमा अब के हुन्छ भन्ने एउटा अन्योलतालाई चिरेर अगाडि बढ्न खोजेको बजारमा के गर्ने भनेर कुरिरहनु भएको छ। किनभने अहिले बजार घट्दाखेरि कति अब चाडबाडको बेला पनि भयो, कतिसँग पैसा होला नहोला, कतिपय घाटामा हुनुहुन्छ होला, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ अब के गर्ने? हेर्नुहोस्, लगानीकर्ताले त अहिले संयमित भएर आफूलाई एकदम अब अप्ठ्यारो छ होइन। अब दसैँ चाडबाड मान्नु छ, ब्याङ्कको ऋणले अप्ठ्यारो छ भने त तपाईँले केही बजार सम्हालियो भने त्यसलाई घटाउन सक्नुहुन्छ, बेच्न सक्नुहुन्छ। होइन भने चाहिँ किनभने यत्रो समय अवधि बस्यो होइन, बजारले एउटा चक्र पनि पार गरिसकेको छ र बजार त्यसरी पहिला जस्तो अब घटेर जाने अवस्था पनि छैन। अनि नीतिगत हिसाबमा पनि सरकार बजार मैत्री बन्दै गइराख्नु पर्ने अवस्था भइराखेको अवस्था र हामीले अहिले भर्खर पनि कुरा गऱ्यौँ। अर्थमन्त्री गभर्नर पोजिटिभ हुनुहुन्छ होइन। ब्याङ्कको ब्याज दर घट्दो छ होइन। अनि अर्थतन्त्रका ब्यारोमिटरहरू पनि सबै बिग्रिसकेको अवस्था छैन। किनभने हामीले कोरोना नाकाबन्दी त पार गरेर आयौँ भने अहिलेको अवस्था त्यस्तो विषम आर्थिक डामाडोल भएको अवस्था होइन। फेरि एउटा सरकार राम्रो गभर्मेन्ट बनेको छ नागरिक स्तरबाट, यसले चाहिँ धेरै कुराहरूलाई सुधार गरेर पनि लान्छ। त्यसकारण अब केही समय सम्हालेर होइन बजारबाट प्रतिफल लिएरै निक्लिन सकिन्छ होइन। त्यसमा एकदम आत्तिहाल्नु पर्ने हतोत्साहितै हुनुपर्ने अवस्था चाहिँ छैन जस्तो लाग्छ। सुनौला दिन चाहिँ देख्न पाइन्छ छिट्टै। म चाहिँ त्यो आफै पनि आश गर्छु र देशले पनि त्यो गति पक्रिनुपर्छ र पक्रेला भन्ने भरोसा गर्छु। हस्, थ्याङ्क यू सर समयका लागि। हस्, यहाँको मिडियालाई पनि हार्दिक आभार।